के तपाईँहरूलाई थाहा छ ह्याकरहरूले चाहिँ तपाईँहरूको डेटालाई चाहिँ ह्याक गर्न सक्छ अटोफिल युज गरेर। अब अटोफिल भने के भन्दैछ यो पागल भयो क्या भन्ने लाग्छ। अटोफिल भनेको बेसिकली के होइन, कहिलेकाहीँ हामी लगइन गर्दाखेरि चाहिँ हाम्रो ब्राउजरले हामीलाई रिकमेन्ड गर्छ नि त, ए यो तपाईँको इमेल होला, यो पासवर्ड होला, तपाईँको नाम हर्के होइन, हर्के भनेर रिकमेन्ड आउँछ नि त। सो त्यसलाई चाहिँ अटोफिल फिचर भनिन्छ है। त्यही चिजलाई एक्सप्लोइट गरेर ह्याकरहरूले तपाईँहरूको डेटा चोर्न सक्छ है। अब कसरी भन्दाखेरि चाहिँ ह्याकरहरूले चाहिँ के गर्छ भने उनीहरूले चाहिँ एउटा फर्म बनाउँछ। अब जस्तै इक्जाम्पल लागि मैले बनाएँ यहाँ ला गरेर लोटरीवाला तपाईँको नामले, अनि तपाईँले चट्टसँग रिकमेन्डेसनमा तपाईँले चट्टसँग तपाईँको नाम आउँछ, सरक्क तपाईँले आफ्नो नाम ब्राउजरले रिकमेन्ड गरेको नाम राख्नुहुन्छ, त्यहाँ ठ्याच्च थिच्नुहुन्छ। अरे के भयो नाम मात्र दिएको त सोल्टीले त पुरै डेटा पो लिँदैछ त। तपाईँको स्ट्रिट नम्बर भयो, फोन नम्बर भयो, जिपे पोस्टल आइडी भयो, इमेल भयो, सबै डेटा लिइदियो। यो कसरी भयो? सो त्यसरी चाहिँ ह्याकरहरूले तपाईँहरूको डेटा एक्सपोज गर्न सक्छ। त्यही भएर अटोफिल युज गर्दाखेरि दिमाग लाउने, दिमाग थ्याङ्क यू।